यो दाजुलाई चाहिँ भाइरल गरिदिनु पर्यो। ओ दाजु के टिप्नु लाग्यो? Guys, welcome to my mini vlog. हजुरलाई नि सन्चै छ होला, म पनि सन्चै छु। आज हामी कहाँ जानु लाग्यो भनेर लास्टमा भिडियो हेरिदिनु होला। गाइस, अब हाम्रो यात्रा सुरु भएको छ। आज म अनि मेरो बेबी अनि यता मेरो बहिनी अनि यता मेरो हस्बेन्ड अनि दुईजना दाई भाइहरू चाहिँ आउने हुनुहुन्छ। अनि रेडियो नेपाल र दोहोऱ्याइ भन्नु एकचोटि भयो। दुईजना दाजुभाइ आउँछु भने त 12 बजी हिँड्ने भनेको थियो हामी। अहिले 1 बजिसक्यो, अझै पनि आइपुगेको छैन। बाई। हस्बेन्डले चाहिँ बहिनीलाई पुऱ्याउँदैछ, नानी र म चाहिँ हिँड्दैछु। अहिले फेरि लिन आउनुहुन्छ। डाँडा पारेको धुलीमा तिमी याद आइरहन्छौ, फेरि त्यही मिठो मुस्कान भन कहिले ल्याइदिन्छौ। यो माया साँचो भए नमरी बाँचिरहे भेटिने। लेफ्ट साइड लाग्ने अलि चोकबाट चाहिँ लेफ्ट साइड लाग्ने। न यतापट्टि बसी भइहाल्यो नि, बाइकमा सजिलो हुन्छ। जाम हाम्रो यात्रा सुरु भयो, दाजुभाइ पनि आइयो। पानी पर्यो कस्तो स्पिड डाँचीको उकालो, यो डाँचीबाट स्ट्रेट पानी परिसक्यो, बिजोग।
पानी चाहिँ परेछ नि हामी धेरै के हाल्ने एउटा पानी बोतल चाहिने यो बाटो दर्शन बाद गएर आइसकेको कस्तो राम्रो भ्यू के अरे हेलो हैन या हेलो माय युट्युब फ्यामिली यता दर्शन पाउने के भने मलाई थाहा छैन तारिख है त तारिख है त भन्ने चना किने थिएँ चिउरा किन्न गएछ क्या दारी किताबों से चुरा के लाऊं कायदे चना किन्नु भएको चिउरा किन्न जानु भयो क्या चिउरा किन्न जानु म त नखाने चक्लेट पो किनेर आउनु भएको हेलो माय युट्युब फ्यामिली जे पनि खाने कति मान्छे कस्तो राम्रो खायो त्यसको बडा अब सिधै जाने पर्छ नति आथे यहाँ पानी पिने खाने राइट नगर लेफ्ट जाने हामी राइट दर्शन बाबु छ लेफ्ट गयो भने चाहिँ मणिचुर डाँडा भन्ने ठाउँमा हो त्यहाँ माथि राइट यहाँबाट चाहिँ छ मणिचुर सकेको जवानी फक्रेको मायामा पल्केको म पनि छ माया छ कतै सुफुलो सिरैमा लगाइदिउँ कि छ पक्कै खाली खाली कातिल नजर न देख मुझे से खोया खोया रहता हूँ तेरी यादों में बैठे खाली खाली कातिल नजर न देख मुझे से खोया खोया रहता हूँ तेरी यादों में बैठे मणिचुरको डाँडाको गेट हामी एन्ट्री गऱ्यौँ रिजर्भले नि आउनु हुँदैछ सब रिजर्भ गाडी हो रिजर्भ सुरु भयो गाइस सुरु यो चाहिँ चौर होला होइन मणिचुर अब यहाँबाट राइटपट्टि यहाँ एउटा फोटो खिच्नुपर्ने क्या यहाँबाट माथि हो क्या हो होइन
त यहाँ हेलो गाइस यो चाहिँ अहिले नयाँ बनाएको रहेछ बहुत जस्तो स्तूपहरू तपाईँहरू रिजर्भ गरेर आउन पनि सक्नुहुनेछ यहाँबाट भन्नु नि आई लभ यु टु भन्छ होइन नि त्यो त उता बाहिर नि मैले चाहिँ डाइलग मात्र चिट गर्दै क्या कपी गर्दै क्या लिन यो चाहिँ अहिले मिनी बौद्ध बनाएको रहेछ वाह बहिनी हस्बेन्ड र मेरो बेबी वाह यहाँ चाहिँ दाइहरू दुईजना दाइहरू यही दुईटा दाइहरूले गर्दा अब हामीहरू ढिलो भएको अर्को पालि चाँडो गरेर आउला नि त अर्कोचोटि चाहिँ हामी भन्दा दाइहरूलाई छिटो निस्किनु भन्नु पर्ला जस्तो अरूभन्दा मेन समय लाग्ने भने यही मान्छे यही सरी यही यो मान्छेलाई अहिले होइन क्या मेरो गल्ती कुनै पनि छैन 2 घण्टा भन्दा म त बिचमा यता बिहानदेखिबाट भनेको मैले म्यानेज गर्नु पर्यो उता नि म्यानेज गर्यो यता नि फोन गर उता नि फोन गर मलाई हेलो एकदम शरणम गर्छ नगरकोटा गरे त्यस्तै गरेको थियो ओ माने प्रेमी माने प्रेमी त्यहाँ त कस्तो भत्ता देख्दैन भिडियो बना हावाको बेगमा यो झरी नहुने रहेछ कहीँ मेरो ढल्क्यो जवाना नानीलाई भेटौँ भनेर आएको म त मुटुमा चढेर लगिदिनु यात्रा सुरु भयो मेरो छोरी अनि अगाडि जाँदै हुनुहुन्छ दाइ अनि अगाडि दाइ र एउटा बहिनी गइसकेको छ यहाँ चाहिँ मेरो ओ यता हेर्नु
स्कुल रहेछ स्कुलबाट अब सिधै माथि उकालो त्यस्तो उकालो त छैन बाटो राम्रै छ हेरौँ ओ केटा म चिप्ल्यो मोबाइल बोलिन हाल्यो यहाँ नखिच्नु सक्नु परेन लाने समस्या थियो चिहान डाँडा दि बाबु च्याङ डाँडा दि यार त्यहाँ हेरिन यस्तो बोर्ड फाइनली हेरेर कस्तो राम्रो आउँयो तर यतातिर त इस्कुस मात्रै रहेछ हो इस्कुस बेच्ने रहेछ क्या मकै भयो आमा कस्तो राम्रो डाँडाहरू नस्पति हामी इस्कुस चाहिँ अब फाइनली धेरै छैन हो 10-15 मिनट के बित्यो इस्कुस चाहिँ भन्नै जान्छ त गाजा खिच्नु गर्छ क्या गाजा देख्छ हेलो रे राम्रो भ्यू चाहिँ राम्रो उकालो चाहिँ लास्ट वा कोहीमा त मेरो औँला गर्दा थिचिएर दाइ त कता पुग्छ यहाँ रक्सी पारिरहेको रहेछ नानीसँग म लान्छु बाटो अबदेखि यस्तो कच्ची रोड छ है गाइस बाटोहरू बनाउँदै रहेछ त्यही भएर यस्तो भयो होला कच्चे रोड त्यहाँ चाहिँ ढल्दैन रहेछ कति बाटो नतानेर ल कहाँ मिनेट हुन्छ यहाँ एउटा टर्निङ छ खोला छ खोल्छ त त्यहाँबाट आइपुग्यो अनि कहाँ मिनेट लाग्नु भने त्यहाँ मेन चाहिँ त्यहाँ हो अनि जस्तो भइरहेको यो खोल्साबाट यही छेउमै हो ल कहाँ मिनेट हुन्छ यहाँ एउटा टर्निङ छ खोला छ खोल्छ त त्यहाँबाट आइपुग्यो अनि कहाँ मिनेट लाग्नु भने त्यहाँ मेन चाहिँ त्यहाँ हो अनि जस्तो भइरहेको यो खोल्साबाट यही छेउमै हो यहाँबाट चाहिँ अप्ठ्यारो बाटो छ यता चाहिँ त्यहाँबाट चाहिँ अलि ढलन गरेको रहेछ यहाँबाट अप्ठ्यारो भएको भएर चाहिँ नानीलाई उसको बाबाले लिएर जाँदैछ म चाहिँ स्कुटर लिएर जान्छु यतातिर चाहिँ सबै इस्कुसै इस्कुस रोप्को रहेछ के भयो भने बनाउनु पर्ने हो यहीँ हो छड्के अब कति धेरै इस्कुसै इस्कुसको होटेल छाप्रो
यहाँ चाहिँ क्या इस्कुस बेच्न राखेको जस्तै छ त हो बहिनी ए हेलो यिनीहरू तल्ल पढ्न जानुभयो मेरो कलर बाटो जस्तो लाग्यो मलाई हेर्नु न यो कहाँको रुखमा कसैमा डाँडा खाएर देखेको त्यतातिर त इस्कुस बेच्न राखेको जस्तै राखेको है के लैछ भनेर राखेको एउटा वा कस्तो राम्रो घरहरू खेती गर्छ गाँच्चै गाँच्छु छुट्टीको बाटो छ बाटो छुट्टीको सर्ट रिसर्ट चाहिँ हमालाले त्यस्तै भिडियो बनाएको बाटो चाहिँ खत्तम रहेछ है यहाँबाट अब यहाँबाट चाहिँ हिँडाइ है यसरी बाइक हिँडिराखेर अन्त अब हामी चाहिँ चटपटी खान गएको हामी चटपटी खानको हाई गरिदेऊ यो नानी कति वर्ष पुग्यो अनि यत्रोमा हेर स्कुल ए ओ सरहरू खोइ त यता फर्काउनु ओ हेलो ल बिग बाइक खानु बिग बाइक बिग बाइक लु यात्रा सुरु भयो यहाँबाट चाहिँ हिँड्दै 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 यहाँबाट बाइक स्कुटर लान मिल्दैन रे त्यही भएर हाम्रो यात्रा सुरु हुँदैछ हेलो कुदाकोला पुन्जु यस्तो पनि पसल रहेछ यहाँ पसलै पसल रहेछ यहाँ पनि खाम न हेलो अहिले फर्किँदा खान्छ अहिलेको कोटा तल्लोमा पुरा गर्यो एकछिन पछि दार्जिलिङ ट्रिट दिनु लाग्यो यहाँ चटपटे ट्रिट ऊ त्यहाँ पनि रहेछ दाइ पसल त पसलै पसल रहेछ क्या पनि पसल लिएर कोही लानु पाउँदैन रे हाम्रो स्कुटर पाउने भए त सबै जाँदैन अरे पाउँछ अरे तर जाँदैन पानी परेर त्यहाँ रातो माटो खऱ्यो बाटो उयो गाह्रो छ क्या दुई ठाउँमा यहाँबाट कति मिनट तपाईँले हातै त लगो देखेको थियो है बाइक राख्यो भने स्कुटर बाइकहरू लगो बाइक राख्यो भने कति रहेछ 150 अनि एकजनाको 100 यहाँ अहिले फर्किँदा आउँछ कोटा पुऱ्याएको हुन्छ यहाँ चाहिँ कुर्सी रहेछ बस्नु ल यहाँ चाहिँ नावेला तल कुर्सी चाहियो कति त नाङ्लोमा बस्यो भने त अघि तर बाटो चाहिँ खतरा रहेछ सिडनी पनि ओ यहाँ त रातिको समय हिँड्नु पऱ्यो नि के होला रातिको समय त्यो हन्टिङ हेर्नुहुन्छ तपाईँहरूले हेर्नु न हन्टिङ क्या हेलो 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 म कहिले एडिट गरेर भ्याउँछु होला यो लास्टमा एक त रोनाल्डो तर स्कुटी ल्याएको भए नि काम छैन थियो हिँड्न सक्छ यता यो बाउ छोरीको फोटो भिडियो दिनु कस्तो दामी देखाएको ल है मदनको केटी हो छोरी पनि छ दिल्ली माइटीमा छोरीको पिक्चर गइरहेको 7 महिनाको छोरी छ दाइ धन्न चिप्लिनु भयो भन्दै हो क्या धन्न चिप्लिनु भयो भन्छ अब त गर्दैन होला नि कहाँ गएको म
मनी जुट जाने बाटो ओ यतापट्टि यतापट्टि देखाउनु पर्ने होइन एरो के यताबाट जाने यताबाट छ बाटो यतैबाट हो यतैबाट मनी जुट जाने बाटो भनेको एरो त उल्टो छ त ए होइन ए हो क्या ऊ यहाँबाट बाटो छ त अनि यो जङ्गल को जान्छ हौ अरू त बाटै छैन अनि यहाँबाट त अनि गयो भने त जङ्गल पो त त्यसले त्यता देखाएर उता देखाउँछ यो त यसरी राख्नु पर्ने उल्टो भयो यो फेरि यसरी राख्दा यस्तै हुँदो रहेछ के यसरी राख्दा उल्टो हुँदो रहेछ यतापट्टि चाहिँ यतापट्टिको त्यो यो एरो बनाउने मान्छे को होला के भन्ने त्यो मान्छेकै काम हो अलि सिधा गरेर राख्नु होला अन्तले होला यो चाहिँ यतापट्टि देखाउने हो क्या यसरी देखाउने यतापट्टि राख्नु पर्ने होला त्यहाँ त देख्दैन नि त त्यहाँ छोटो अलि उता उता क्या उता अलि तल उता यता हो यता ए त्यहाँ चाहिँ के बाँदरले हेर्ने हो यता उता राखे अलि अगाडि जानु नि अलि जानु ल भनेको अनि तपाईँहरू अगाडि जाउँ न अलि भन्नु नि उता के उता भन्छ नि कता उता देखाइरहेको चप्पल पनि रहेछ ऊ चप्पल चाहिने अहिले आज यसरी लगाएको रहेछ यो यस्तो ठेसकोमा हालेर राखेर दियो कि खास एरो भनेको यस्तो हुनुपर्छ यस्तो पूर्व जानु पनि पश्चिमपट्टि पूर्व जानु पनि पश्चिम गयो भने त नि कहाँ छिन्छ यहाँ त निउरो पनि ओए पानी अमला हेर न कहाँ पानी आउँछ खोइ ऊ त्यो चस्मा खोल्न अनि देख्छस् न खोइ कि खोइ बल्ल मिल्यो यो त के अरे एउटा धार त यो तिजमा दतिङ स्कुटर ल्याउने यहाँ मोटरबाइक जान गाह्रो पर्ला क्या माको स्कुटर ल्याउनु ओइ दुईटा बाटो छ त यता नि उकालो नि भर्याङ चढ्ने कि हिँड्ने के देख्यो ओ यो भिडियो एडिट गरेर भ्याउँछ हामीले ल्याउँछ पछिसम्म 1 महिना लाग्ला हौ मलाई त एडिट गर्न महिना प्रगति चाँडै भन्दै यो दाइले छिटाउँछ होला एडिट गरिदिनु ल ऊ त्यसले गर्छ रोशनले गरिदिन्छ डेन्जर एडिट एउटाले लास्टमा यो बाटो जाने कि यो बाटो हो दुईटा बाटो भयो के थाहा छ अब चाहिँ कुन बाटो यो बाटो एआईलाई सोध मदन एआईलाई सोध यहाँलाई सोध म आएको जमाना यो बाटो जाने हो कि यो बाटो जाने भने यो बाटो जाँदा छिटो हुन्छ कि यो बाटो साइजन बाटो र हिँड्ने जाने बाटो होला न त्यही होला यो सर्टकट हिँडेर जाने होला यो चाहिँ बाइक लाने होला यो दिउँसो बारी होला होला बाई गाइज हामी त कन्फ्युज भयो बच्चा बेला जस्तो ढुङ्गा राखेको तुक्यो झोलेको क्या जस्तो देखिँदो रहेछ तिमीलाई यो बोक्ने हो यता पनि भाउजू त्यो त पस हो यो मिनी ब्याग हो यो ब्याग यस्तो गाली हिँड्न सक्छ पहिला त खुबै हिँड्न हुँदैन मदनको लागि त केही पनि होइन अस्ति म भन्दा अगाडि कुदेको आमा दाइ म त त्यो निगाले त सक्दैन कुन त्यहाँको आम्मा तल खोलादेखि मुटु नि बाहिर निक्लेला जस्तो हो यहाँबाट चाहिँ मेरो कालो क्या हो दाइ जान्दैन भन्छ यो यो कालो हो त्यो गरेर आउनु त्यो लाग्दैन त्यो माथि होइन तल अझै अप्सन छ भाइ कति तल हिँड्न सक्छ यहाँबाट सुरु भयो मैले जान्बाट यस्तो गाडी भन भन्नु यो शिवपुरी है सो मान्छेलाई सोध्छु आधी घन्टा 1 घन्टामा आधी घन्टा पुग्छ अरे 5 मिनट अब भन्छ हिँड्न आउँदैन जङ्गल बाटो मान्छे बाँदर चल्दैन हुँदैन चढ्नु पर्यो घाँसमा साथ्यो कोही त लौरो खाँदैन म त त्यो पराउँछ म त कराउन हाल्नु खाँदैन हेलो गाइस 15 मिनट भनेको थियो यस्तो बाटो छ उकालो ओह्रालो ओह्रालो त छैन जाँदाखेरि उकालो आउँदा ओह्रालो बाटो यस्तो छ फाइनली अब
5 मिनटमा आइपुग्यो हामी फाइनली गाइस हामी आइपुग्यो फाइनली दाइ त सुति दादा ल कहाँ मिनेट हुँदै यहाँ एउटा टर्निङ छ खोला छ खोल्छ त त्यहाँबाट आइगयो त अनि कहाँ मिनेट लाग्नु भने त्यहाँ मेन चाहिँ त्यहाँ हो अनि जस्तो भइरहेको यो खोल्छबाट यही छेउमै होला उसो आयो उसो क्यामेरामा चाहिँ क्याप्चर हुँदैन रहेछ उसो क्यामेरामा त हुँदैन रहेछ क्याप्चर कस्तो मजाले आयो यार यसलाई त चिसो भयो त यार राति मिठो हुन्छ होला है अब हामी यहाँबाट अब अर्को के भन्छ त्यसलाई मन्चुडी दहतर्फ जाँदैछौँ कस्तो उसो चलेको क्या उसो कस्तो लाग्यो कि हजुर चाँदी हो भने चाँदी कोइनालाई ओइ यहाँ त कस्तो हन्टिङ हेर्न हन्टिङ गर्न ओइ त्यो दाइ एक्लै के गरेर होला यहाँ त लास्ट डर लाग्दो रहेछ यहाँ मान्छे छैन हामी तिनजना मात्रै भएको लास्ट डर लाग्छ पानी त गराउँदै अन्त आएको भने सबै नयाँ रहेछ यार तरुणसँग आएको रे बाटो यस्तो छ कस्तो अँध्यारो भएको हो ना त्यसो मलाई दिने नानी लडाउला मैले लास्टै डर लाग्ने ठाउँ चाहिँ यार भुतिया घर जस्तो छ त फाइनली गाइस हामी आइपुग्यो बल्ल कस्तो डरलाग्दो रहेछ भन्दा बरु क्यामेराले क्लियर देख्दो रहेछ कस्तो क्या यो चाहिँ उयो क्या अब ल गाइस यार यिनीहरू चाहिँ होइन टिकटक बनाउनु लगाएर चाहिँ यहाँ पानी पर्न थालिसक्यो बिचरा यहाँ सानो नानी परिरहेको बेलामा है गाह्रो छ कि घुम्न पनि जानुपर्ने हेरौँ यहाँ ठाउँ चाहिँ रमाइलो छ धेरै टाढा पनि होइन साँकुबाट यस्तै आधी घन्टा जस्तोमा माथि पुगिन्छ अनि त्यहाँबाट त्यही 10-15 मिनट हिँड्ने मात्र हो लागि नाम चाहिँ मणिचुड भन्न हल्काखेरि अप्ठ्यारो हुन्छ यहाँबाट ल्याउँछु है म यहाँबाट ल गर्नुपर्छ र डाइरेक्ट गर्छ दारी चाहिँ यहाँ टक्क लाएर क्यामेराम्यान बन्दैछ अनि दुईजना भाउजू अन्त चाहिँ यहाँ पुरा टिकटक बनाउँदै गीतै नबजाइकन ड्याङ्ग लाएर भिडियो खिचिरहेको छिनाहरू चाहिँ ल हेरौँ न गाइजहरूको टिकटक अरूभन्दा नि यहाँ नानीलाई चाहिँ यहाँ गाह्रो होला कि भन्ने पिर छ पानी परिरहेको छ नि त
यस्तो पाराले यिनीहरूले टिकटक बनाउला जस्तो चाहिँ लागेन मलाई यिनीहरूको पछि लागेर नि हुँदैन भर गरेर हुँदैन है यो चाहिँ इन्टरनेसनल भाउजू पेरिडो चाहिँ आरबीका उहाँ चाहिँ दारी सर हाम्रो यहाँ सिसिन गुरुङ र रोशन सर हुनुहुन्छ यहाँ तिमीलाई पछ्याउँदै भेट्ने हो कि कहिले हावाको त्यो बेगसँगै हो मन पनि खुल्ला आकाश झैँ भो कहिले तेरो औकात खबलदार सलाम गाइजहरू हामीहरू यहाँ फोटोसोटो खिचेर अब घरतर्फ लागे जाउँ है जाउँ मेरी छोरी फाटी छोरी जाउँ चलो यो ल्याउन त अनि ल है गाइज हामीहरू फोटोसोटो खिचेर यो मन्चुरी डाँडाबाट हामी निस्क्यौँ पानी पनि पर्यो अब तलतिर पुगेर अब तल गएर एकछिन हामी बस्छौँ तपाईँहरू पनि आउनु होला रमाइलो छ ठाउँ ब्लगको लागि हो हजुर बाटो चाहिँ यस्तो छ है रैला भयो रैला ल सब मन्दिर सन्दिर घुम्यो खुलासुला भयो एउटा सिट पानी परेर यहाँ बिजोक भयो नानीको बाटो चाहिँ यस्तो छ है यस्तो नानी चिप्लाउला नि फेरि तपाईँहरूले स्कुटर माथिसम्म ल्याउनु भयो भने चाहिँ 150 सिट टिकट मान्छेको चाहिँ 100 रुपियाँ होइन दाइ टिकट 100 रुपियाँ होइन टिकट चाहिँ 100 रुपियाँ लाग्छ ल है भाइरल गरिदिउँ हाम्रो दाजुलाई बाटोमा हिँड्नु ब्याग बोकेर किन्दैन ओ दाजु ल पानी परेर बचपन से ही पगली अगर भाइरल तो लोग मुझे मेरी हेयर स्टाइल से भएन क्या तर दामी रहेछ ठाउँ त दामी घरबाट बनाएर आइटमहरू लिएर आउनु पर्ने हामीले त्यही सोचेको थियो तर तपाईँले ढिलो गरेर 12 बजे भन्यो नि त अनि होइन त राजा यसलाई के सबैले व्यवस्थित गरेर राति लाइट गले जाने गल अब मेरो छोरी पेटभित्र नि घुमी जन्मेसी नि घुमी भाग्यमानी छ दाइले प्लास्टिक ल्याएर चाहिँ ठिक गराएर रहेछ ख्याल नगर्ने वास्ता नगर्ने हिँड्ने अघि नानी भिडियो नानी बिज्यो एउटा भिडियो एउटा हात छातासम्म एउटा ल्याउ नानीसम्म न त्यो अहिलेको खोइ बोक्ने खोइ त्यो गर्ने क्या यहाँनिर सोध्नु न खोइ त्यो खोइ नानी यही ब्यागमा छ बोक्नु पर्यो त्यसरी बोक्दाखेरि हामी ब्रिज माथिबाट टक्क झर्दै झर्दै पानी परेर मजा आयो त्यस पछाडि हामी भर्याङ हिँड्दैछौँ रमाइलो भयो म यसरी चलाइरहेको छु है पानी परेर माया प्रियति भनेको यस्तो हुनुपर्छ उहाँ हुन्छ एकदम पानीमा भिज्ने उहाँको बिहानैदेखिको रहर थियो पुरा भयो सानो बच्चालाई पनि घुमाउनु लिएर आएको उहाँ चाहिँ बिहानैदेखि भिज्छु म भिजेरै हिँड्ने मान्छे भन्ने मान्छे हो
उहाँ हाँस्दै हुनुहुन्छ उहाँले भिज्न पाएको थिइनँ म भिज्छु आज जे नि फोहोरहरूको चाहिँ यस्तरी फोहोर एक दिनमा यतिको फोहोर हुँदो रहेछ त्यहाँ त बेलुका बस्ने तलले जानुपर्छ जाने बस्ने अनि यसो चिया खाएर गर्ने बस्ने खाने सुत्ने भोलि जाने उठ्ने आउने ए साथी मुट्ने त भने यहाँ भिडियो पनि भइरहेछ बाबु पुरुष दिने त्यस्ता कुराहरू नगरौँ समाजले त्यस्ता चिजहरू मन पराउँदैन नयाँ झोला बोकेर आज उद्घाटन गरे हो ल गाइस पानी परेर हामी बसेर खान स्थिति थिएन हिँड्दै हिँड्दै खाँदैछौँ यस्तो बट्टा गर्दै हामीले फोहोर चाहिँ फ्यालेको छैन है हातमा लिएर हिँडिरहेको छ बाटो चाहिँ यस्तो छ दुईजना अगाडि कुदिसक्यो एउटा नानी बोक्दैछ रमाइलो भयो रमाइलो भयो इलेक्सन गरिरहेको थियो फोहोर फ्याँक्नु हुँदैन धेरैले फोहोर फ्याँकेर चाहिँ फोहोर नफ्याँक्नु होला फोहोर यसरी फ्याँक्दै नहिँड्नु यसरी चाहिँ फ्याँक्दै नहिँडौँ ल बन्नै तपाईँ के भन्छ त्यसलाई के भन्छ दाइ भनिदिनु त हजुर फोहोरहरू फोहोरहरू यसरी बोक्नु पऱ्यो क्या यसरी खाँदै फ्याँक्दै गर्दाखेरि धेरै मान्छेले फ्याँक्यो भने त धेरै फोहोर हुन्छ नि त नराम्रो देखिन्छ नि त वातावरण पनि राम्रो पनि देखिँदैन नफ्याँक्नु होला है दाइ त फोहोर टिप्दै हिँडेछ हौ यहाँ हेर्नु न कति धेरै यो ठाउँको के अरे फोहोर मैला सफा गर्ने अध्यक्ष भन्ने लाग्यो नि होइन होइन उहाँ चाहिँ हामीसँग आउने दाइ हो उहाँले चाहिँ आफूले खाएको चिज त बोक्नु अरू चिज राम्रो काम नगरे पनि व्यवस्थापन गर्ने राम्रो काम गर्नुहुन्छ त्यसैले जथाभावी फोहोर चाहिँ नफ्यालौँ बिचरा यहाँ त तपाईँहरूले फ्यालेर दाइले टिप्दै हिँड्दै गर्नु भएको छ यहाँ फोहोर आफूले खाएको फोहोर जथाभावी नफ्याँको भयो टिभीको नि हेर्नु देखाउँ आशिका दिदी जस्तो त्यो दाजु आशिका तामाङ आशिका म्यामले गरेर यस्तो काम गर्नु भएको छ हाम्रो के अरे हिमाल दाइले हाम्रो हिमाल दाइलाई ताली साथ के भन्छ धेरै धेरै मुरी मुरी धन्यवाद यो अब सबै त टिभी कति धेरै फोहोर रहेछ अनि अब आफूले खाएको चाहिँ नफ्याँक्ने हो क्या मेन कुरो भनेको आफूले फोहोर नगर्ने अरूलाई पनि फोहोर गर्न दाइको कुरा पनि सही हो है यसमा चाहिँ हेर्नु त तपाईँहरूले कति धेरै फोहोर फ्याल्नु भएको यो के विधि फोहोर फ्याल्नु भएको यसरी फोहोर नफालौँ है फोहोर नफालौँ साथीभाइहरू यी हामी त हातमै लिएर हिँडेछु फ्याल्नुलाई पर पुग्नु ल हामी फर्किँदैछौँ गाइस बाटो त यहाँसम्म चाहिँ राम्रो यहाँबाट माथि त खत्तम छ होइन कति राम्रो देखेको काठमाडौँ वा बुझेन ल यहाँ पनि बाटो त्यस्तै छ है यहाँ नगर्नु सक्छ बाटो यस्तो छ है गाइस बाटो यस्तो छ त्यसैले म नानी भएर चाहिँ हिँड्दैछु त्यसैले चाहिँ लिएर आउँदैछ र चाहिँ खत्तम छ धेरै त होइन थोरै मात्रै छ अनि त्यहाँपछि ढलन छ अनि फेरि बिचमा फेरि यस्तै छ फेरि ढलन छ
Thank you for watching.